मान्ने आएको झारपाताको जस्तो गर्यो अरे रे भिडियो हेर्नुहोस् त पुरै मान्ने आएको झारपाता जस्तो गरिरहेको छ कुनै कर्मचारी जस्तो गरिरहेको छ कर्मचारी आउने 20 श्रेणी कर्मचारी रिटायर गर्छ अहिले पनि 50,000 तलब खान्छ के सरकारले पेन्सन दिन्छ मलाई त्यत्रो तपाईले बाटाघाटा बसेर थाहा पाउनुहुन्न भने के भयो भन्नु नगर्नु बाहिर त्यत्रो अरु पनि हुन्छ नि त तपाईँ यहाँ तपाईँ सबैजना हुनुहुन्थ्यो थाहा पाएर नि पुग्नु भएको केसमै माननीय भएर आउनु होइन गर्न चाहिँ के पर्ने हो भने क्या अब त्यो बाँसको डाली काटेर त्यहाँमा बाँधेर लग्नु पर्ने हो क्या हो अब मान्ने भएपछि गर्न चाहिँ के पर्छ पहिले भन्नु पर्दैन मान्ने आएपछि यस्तो गर्नुपर्छ भनेर होइन अब मान्ने पनि त मान्छे हो नि आइतेरीका केस साह्रो हो भने क्या त्यस्तो के अरे रिसाइहाल्नु पर्ने होइन झस्काइहाल्नु पर्ने धम्काइहाल्नु पर्ने भन्ने के थियो र यसमा भन्नुहोस् त ल साथीहरू होइन मान्ने पनि त यार हामीले नै जिताएर मान्ने भएको हो नि मान्ने भनेको जनताको सेवक हो जनताको कर्मचारी जनताको नोकर सरह भन्दा पनि हुन्छ मान्नेलाई होइन मान्ने भनेको जनताको लागि काम गरिदिने मान्छे हो के अब यहाँ सम्मान भएन यस्तो भएन उस्तो भएन काम गर्नुहोस् त्यसपछि सम्मान पाइन्छ त्यो हामीले नै भोट दिएर जिताएको मान्नेलाई त्योभन्दा अगाडि कामसाम गर्नु छैन त्योभन्दा अगाडि सम्मान चाहियो अरे मान्ने न सान्ने कन्फ्लाइजरले हान्ने कैसे कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम।